सुलुलुलु हेलो गाइस आज हामी मासु पोलेको यहीँ लुम्सा चोर्लम रे फेरि आज हाम्रो संक्रान्ति हो नि त हामी आज मगरहरूको खतरनाक चाडपर्व सबसे मेन ऊ हुनुहुन्छ मेरो ड्याड हुनुहुन्छ मेरो मदर ऊ हुनुहुन्छ मेरो भाइ माइलो कान्छो कहाँ गयो ओ कान्छा यहाँ आइज यो हो यसो आगो तापेर उ गरेको अनि यो चाहिँ म हो है म चाहिँ देख्छु देख्दिनु थाहा छैन यहाँ आउनुहोस् यो चाहिँ मेरो कान्छो भाइ यो देख्दैन यो म गोरो छैन नि त त्यसैले त्यो गोरो सबसे गोरो यो चाइनिज हो यो चाइनिज त्यसैले यहाँ हो गोलम्बे हप्सी अफ्रिका नै मम्मी ड्याडीले पुरै मासु पोल्नु भएको लुम्सा रागाको लोकल गाउँबाट लिएर आएको थियो आज दुई भाइ गएर आज कतिको रमाइलो भयो त ड्याडी तपाईँलाई एकदम रमाइलो एकदम बियर सियर खाइयो बियर सियर मम्मीलाई कतिको रमाइलो लाग्यो त आजको एकदम रमाइलो लाग्यो हाम्रो चाड हो हामीलाई रमाइलो अनि हाम्रो माइल दाइलाई कस्तो लाग्यो आज रमाइलो लाग्यो खुसी भन्नु पर्यो अब दुखी आत्मालाई अब सुखी भन्न मिलेन तर पनि सुखी भन्नु पर्यो होइन ले के हो ए कान्छा कस्तो लाग्यो आजको संक्रान्ति हाम्रो डेन्जरस लाग्यो मासु पोल्ने अब खाने त्यही काम हो खाना खाइसक्यो नि त हामीले मेरो के घटना घट्यो भर मेरो छोराहरूलाई मेरो बुढीहरूलाई ह्याप्पी माघे सङ्क्रान्ति भन्न चाहन्छु मम्मीले के भन्न चाहनुहुन्छ मेरो छोराहरूको सधैँ आँटेको सबै सफल रहोस् त्यही खुसी चाहन्छु हस् त धन्यवाद मेरो प्यारो छोरा या मम्मी भन्नुहोस् तपाईँ के भन्न चाहनुहुन्छ ह्याप्पी सङ्क्रान्ति मेरो छोराहरूलाई सबैलाई मेरो छोराहरू छ हामी नै खुसी छु ओ यता आइज न के गर्नु गइरा यतिको पानी तरकारी जति पनि हुन्छ के भयो केही पनि होइन त्यही हो गाइस सबैलाई ह्याप्पी सङ्क्रान्ति सबैलाई कस्तो छ सोपटी यस्तो छ तपाईँले कस्तो गर्नुभयो आजको